साथीहरु नमस्कार सेवारो हामीसँग छ 1 वर्षको बचत हामीसँग छ टिनको खुत्रुके अब तपाईहरुलाई म देखाउन गइरहेछु 1 वर्षको बचत कति भएछ त अब हेर्नुस् यसलाई कताबाट तोड्ने होला यतैबाट तोडौं है हामीसँग अब कटर छैन केन कटर छैन त्यसकारणले हामी चक्कु युज गर्दै छौं अब यो चक्कुले फेरि पैसा काट्न पनि सक्छ अलिक सुरक्षित भएर काम गर्नुपर्ने छ भरे 20 को नोटहरु चिला भएको छ भने समस्या पनि हुन सक्छ टिन अलिक कडा छ अलिक सुरक्षित भएर खोल्नु पर्ने हुन्छ फेरि यहाँ हातहरु काट्न पनि सक्छ राम पैसा त भरिएछ नि त हौ खुत्रुकेमा त ल हेरौं है सबैजनाले कति भएछ मनी हेर्नुस् देख्दै हुनुहुन्छ अलि सरररर पैसा ल हेर्नुस् पैसा ल हेर्नुस् पैसा सक्यो टोकरी खाली टोकरीको काम फिनिश अब हामीले के गर्नुपर्ने हुन्छ भन्दा पैसा काउन्टिङ गर्ने ल आउनुहोस् त साथीहरु पनि पैसा काउन्टिङ गरौं सहयोग मद्दत गर्नुहोस् त आउनुहोस् ल ल गति गरौँ है 20 30 40 50 60 70 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 है 1 2 3 4 5 6 7 8 9 10 11 11:30 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 ल साथीहरु जम्मा जम्मी चाहिँ हामीसँग 122 केडी 500 फिल्स टोटल भएको रहेछ 122 केडी 500 फिल्स आजको रेटमा 56,730 रुपैयाँ नेपाली रकम हुन जान्छ त्यसकारणले हामी सबैले बेलैमा नै बचत गर्ने बानी बसालौं आज हामीले 1-2 पैसा जम्मा गरियो भने भोलिको दिनमा हामीलाई राम्रो हुने रहेछ यो चाहिँ हामी सबैले गर्नु अनिवार्य देखियो त्यसकारणले एकचोटी पैसा काउन्टिङ गरेको देखायो सबै साथीहरुलाई हस्त आजलाई नमस्कार सेवारो अर्काको पैसालाई आफ्नो भन्नुहुन्छ